टाउको देखाएको छैन अहिलेसम्म कुन माछा पऱ्यो भने थाहा छैन यार खेलाउनु हो मलाई लिनु यार हो ल लुयर माङ्ग्रो हो के माङ्ग्रो हो र यो मागुरो हो सर हाम्रो चाहिँ जीवन सरको माछा परिस्या छ सानो भयो नि ठुलो भयो नि यता खतरावाला भर्खर हालेको थियो कति मिनट भयो माछा हालेको नि यार के अरे ऊ हालेको 6-7 मिनट भयो होला है ताना ताना जीवन सर ल कहाँ फाल्नु हो बिस्तारै ओ ठुलो छ त तँलाई त अलिक बवाल छ त के झार हो माछालाई ल माछा तान्नु छ यार थुप्रै छ यहाँ यार तान्नु त बिस्तारै बल गर्छ त छेउमा आएर त यार ए यो ऊ परेको लाग्यो मलाई ऊ के अरे जुङ्गे माछा जुङ्गे होइन हँ लोतर नलाउनु न यार पहिले जुङ्गे भनेर यार हो ऊ हुमावर हुने ए अर्को भागोमा अड्केछ नि त मुङ्ग्रे पनि थाहा पाएको छ भनेर केही न केही त पर्यो नि नि त होइन ठुलै छ त च्याप्चुङ्ग भएको ल यो धेरै भयो क्या पर्या आएछ आयो ल त्यो सरले साइज चाहिँ निकाल्छ कि जहिले पनि मुङ्ग्रे पनि खास यहाँ चाहिँ मुङ्ग्रे मात्रै पर्छ कि यहाँ सर जहिले मुङ्ग्रे मात्रै पर्ने सर यार देखाउनु त ल एउटा यो ठुलो छ त यार यो पनि अस्तिको साइज आएर के हो यार भन्ने मन मुङ्ग्रेबाट आउनु पऱ्यो यार है ठिक छ साइज आएको छ नि त जीवन सरले फाइनली 6-7 मिनट पारे त मुङ्ग्रे सर्लक्क लाएर ल बाबा के हो 10 केजी पऱ्यो के हो ओहो के ल बल ल तानो सर यार बिस्तारै जाने यहाँ माछा हेरेर जानु यार माङ्गुरे हो छ्याट झ्याउ लाग्छ खु म तानु सर एकचोटि ओए यस पत्यो होला माङ्गुरे हो देखेको छैन माङ्गो जस्तो लाग्यो हो माङ्गुरो होइन होला ठुलो छ यार यो त सबसे बिग साइज निकाल्नु पऱ्यो अब चाहिँ यो हात्तीघाट लिएर आएको खोइ त आउँदैछ क्या यार खौ तान्नु न हो कोही तान्नु तपाईँ म त यहाँ ल्याउनु त म तान्छु ए पर्दैन यार दिन्न मा काट भागेमा चाहिँ तेल तान्ने हो नि गाई तुन्ने ल अहिले हो यसो हेरेर माग्नु जस्तो लाग्यो न त खोइ त टाउको देखा छैन टाउको देखाएको छैन अहिलेसम्म कुन माछा पऱ्यो भने थाहा छैन यार होइन यो त माउर होइन हो माउरै हुनसक्छ खै बिहा फोहोर बनायो त पानी है पखाउनु बिचरा जानु कमाउनु पनि हुनसक्छ है सर माउर हो यही हो खै टाउको देखाने यसले होइन माउर यति धेरै त खेल्दैन हो किन हेर्नु उता धागो छ कि फेरि मेरो यार ए घाटको माछासँग दुध लाग्यो छिर गर्नु तानो बिस्तारै अहिले त आउनु नि तपाईँ ती नजिक नजानु ड्याग पर्दैन के अहिले नजिक आउनु न कार्टुन दे एकछिन खेलाउनु हो मलाई लिनु यार खोइ अहिले म नि एकछिन खेलाउँछु है भयो कि अहिले यही फुस्क्यो भने फुसिन्छ उसले तान्दै थियो नहुने हामी तान्दै फुसिन्छ लोतरीको हातमा परेछ कस्तो ताने हो यो मुले यार ल अनि खोइ के देखाएको छैन त उयो अहिलेसम्म माछा कुन माछा पनि थाहा छैन यार तानो लानु लाएर बोल गर्नु यो धेरै ठुलो छ उयो सर उही ठुलो छ उयो के माछ खतरा हाने त यार कस्तो ताने त यार बिस्तार गर्नु यो ठुलो जस्तो यार टाउकै देखेन टाउको देखाएको छैन अहिलेसम्म यार कुन माछा हो नि थाहा छैन यो अहिलेसम्म यार ससेन छ है माछा पनि नथाक्या त यो चाहिँदैन
खोइ ल्याउनु न चाहिँदैन है नेट चाहिँदैन के थाहा अहिले ठुलो रहेछ नि के त चाहिँदैन यार 18 केजी निकालेको एक्सपिरियन्स छ नि यार डह्रो तानेर यार अहिलेसम्म थाहा खाने के माछा भनेर यार मुङ्ग्रे छ हो क्या यो कस्तो नथाक्यो यो कहाँ एकै अनि यो होइन हिँडो भन्ने देखेँ त्यहाँ ऊ त्यो टाउ देखाएको छैन अहिलेसम्म है मुरे हो मुङ्ग्रे होला टाउ देखाएको छैन अहिलेसम्म ल मा कस्तो तान्यो अब चाहिँ मजा आयो ड्र्याग तान्न चाहिँ है यसमा चाहिँ मजा आयो राम्रो मिठो हल्लेको कहाँ गोजीमा घन्टा त्यो माथि खतम छ नि हिजो ती घन्टी बजे आफू उठे फेरि अझै माथि निस्कियो छैन कुन चाहिँ माछा भने ठुलै छ होला थाक्यो बल्ल थाक्यो मुङ्ग्रे हो मुङ्ग्रे हो मुङ्ग्रे हो। कालो सकेर मुङ्ग्रे जस्तो छ त्यो पानी धमिलो भएर नदेखा स्वादकै हो त्यो ठुलै छ ठुलो छ होला यो ठुलै छ पत्र खा उही मुरे मुरी रहेछ कम ठुलो रहेछ ठुलो छ नि तान्ने है पकाउनु तान्नु त्यो झोल ल्याउनु म समाइदिन्छु होइन यो हिलोमा आउँछ ल है बिस्तारै बिस्तारै आम्मा कत्रो चाहिँ मुरी यार यो त नेट चाहिँदै चाहिँदैन नि यो हिले तान्नलाई नि यार ल्याइदिन्छ नि नेट खोजेर हुन्छ ल ए मान्छे अरू माछा भने त्यस्तै पार्ने त्यो मुङ्ग्रे पार्ने बस्ने हो ल ल फाइनल गाइज ल उचाल्नु सक्यो एकचोटि हो ल ल बल्छी छुट्यो क्या बल्छिनकै गयो क्या मुखाइमा छ यसको मुखाइमा बल्छी गयो है जोडिसक्यो भाँचेको बल्छी ल मा छणकै बल्छी चुनेछ ल हाँ ढुङ्गाबाटै हानेको ल